हाइकिङ जानु पर्यो। हेलो साथीहरू, अब आज हाइकिङ जानु पर्यो के होइन। अहिले कति बज्यो? ठ्याक्कै 4 बज्यो होइन। मैले माथिबाट झर्ने बेला एस्टिमेट गर्थेँ त्यही 4 बजीतिर पुग्छु होला भनेर। आज चाहिँ त्यही हो। अब यहाँ आइपुग्दाखेरि चाहिँ मेरो 10:30 भइसकेको थियो। हाइकिङ स्टार्ट गर्दाखेरि मेरो 11:15 भइसकेको थियो होइन। अनि त्यसपछि 11:15 अनि सबै यहाँ अहिले स्टार्ट। आज चाहिँ यो हिउँले गर्दा भित्र पार्किङ लटसम्म चाहिँ कारहरू अथवा कुनै पनि भेहिकलहरू आउनलाई चाहिँ बन्द गरिदिएको रहेछ गेट। अनि त्यो भएर अलि तल नै अलि जहाँ मेन स्टार्ट पोइन्ट हो त्यहाँ पार्किङ नगरेर अलिक तल नै पार्किङ गर्नु पऱ्यो। तर म अलिकति थोरै 1 माइल जस्तो चाहिँ एक्स्ट्रा हिँड्नु पऱ्यो। त्यही भएर खासै त्यस्तो केही अब धेरै लामो त होइन। तर चाहिँ रमाइलो हुन्छ जस्तो छ। हिँडेको गर्न फेरि हिउँ परे पनि घाम लागेको छ। अलिक गर्मी गर्ने हुन्छ हिँड्दाखेरि, त्यही भएर खासै फरक पर्दैन। आँखाले बोला ओठले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र डौली नैमा हितैको मायालाई। यहाँसम्म चाहिँ आउनु मिल्छ होइन। जस्तै अब सानो कारहरू भनौँ न, कार अथवा ट्रकहरू यसरी ल्याएर यहाँ पार्किङ गर्ने। मैले पहिला आउँदा पनि यहीँसम्म पार्किङ, यहाँसम्म चाहिँ मेरो कार लिएर आएर अनि यहीँ पार्क गरेर म गएको थिएँ, हाइकिङ स्टार्ट गरेको थिएँ। तर अहिले चाहिँ अलिक तलबाट आउनुपर्ने रहेछ। तर ठिक छ। अब यहाँ चाहिँ तपाईँको रेजिस्टर गर्नुपर्ने हुन्थ्यो। एउटा रेजिस्ट्रेसन स्लिपहरू राखेको हुन्छ यिनीहरूले। मसँग पेन त छैन, रेजिस्टर गर्नुपर्ने हो। त्यो सानो सेडमा चाहिँ यिनीहरूले राखिदिएको हुन्छ। अनि यहाँ रेजिस्टर गरेपछि तपाईँको रेकर्ड हुन्छ नि त। कोही हरायो अथवा कोही चाहिँ फर्के छैन भने उनलाई अब ट्र्याक गर्न सजिलो हुन्थ्यो। यो ट्रेलमा को मान्छे गएको थियो त्यो चाहिँ अलिकति तपाईँको ट्र्याक गर्न सजिलो हुन्छ। अनि सेफ्टी पोइन्ट अफ भ्यूबाट पनि तपाईँको राम्रो भयो। के भनेछ, रिजोल्युसन विल्डरनेस डे युज पर्मिट नट रिक्वायर्ड टुडे भनेछ होइन। अनि हेल्प प्रोटेक्ट द विल्डरनेस, क्याम्प फायर नट अलाउड, फलो लिभ नो ट्रेस एथिक्स, इन्जोय यर हाइक भनेछ होइन। अनि सोन्छ। अनि यहाँ चाहिँ अब इन्फर्मेसनहरू छ। अनि खासै तपाईँको चाहिँ केही अरू त यहाँ इम्पोर्टेन्ट कुरा के छ, लिभिङ एन्ड रिक्रिएटिङ रेस्पोन्सिबली इन बियर कन्ट्री भनेछ होइन। अनि ल यही नै हो होइन। अब चाहिँ म हाइक सुरु गर्छु। तर जाने कताबाट हो, यहाँ चाहिँ अलिक बाटो कन्फ्युजिङ भयो। म पहिला जाँदाखेरि कताबाट गएको थिएँ अनि यो बाटो पहिलाउन गाह्रो भइरहेछ मलाई होइन। यहाँबाट रहेछ। ल यसको साइडबाट मैले बल्ल याद आयो। ल म चाहिँ यहाँबाट जाँदैछु होइन। यसरी अब जान्छु। अनि गइसकेपछि अब माथि चढ्दै जान्छ। अलिक माथि पुगेपछि तपाईँको राम्रो लेक टावरको भ्यू पनि देखिन्छ। म त्यसको पनि भिडियोहरू क्याप्चर गर्छु। अनि त्यसपछि चाहिँ तपाईँहरूलाई फर्दर अपडेट गरिराख्छु है। अब मेरो प्लान चाहिँ अघि भनिसकेँ मैले होइन। मेरो प्लान चाहिँ माउन्ट चालाक माथि पिकमै जाने प्लान हो। तर चाहिँ अब मेरो प्रिपरेसन अथवा मेरो चाहिँ तयारी अनि कमजोर छ। अनि त्यसै गरी अब माथिको अलि माउन्टेनको अलि माथि अग्लो भागको चाहिँ कन्डिसन चाहिँ त्यति राम्रो छैन। अलिक आइसी छ, स्नो धेरै छ। त्यो भएर चाहिँ अलिकति पोसिबिलिटी नहुनु पनि सक्छ। तर म ट्राई गर्छु है। वार्निङ साइन छ होइन। नो वुड फायर्स, यु क्यान स्टिल युज क्याम्प स्टोभ्स।
अनि minimize your impact to help preserve desolation the wilderness for future generations भन्छ violation codes छ अनि अब यसरी बिस्तारै माथि जानुपर्छ हैन अनि हल्का तपाईको ट्रेल चाहिँ सजिलो गराइदिएको रहेछ राम्रो रहेछ जस के भन्छ रमाइलो छ अब हेरौँ के हुन्छ कन्डिसन ल साथीहरु यस्तै यही ट्रेल फलो गर्दै म चाहिँ माथि बढ्दै गर्छु अनि मेरो भिडियोको एंकरिङ सुनेर चाहिँ नहाँस्नु होला है स्पेशली यो चाहिँ म एक्सपिरियन्स पनि होइन यस्तो भ्लगिङ गर्नको लागि अनि प्लस अब अलिकति आफैलाई नै कस्तो फिल हुँदो रहेछ कि आफू एक्लै बोलेर हिँड्दाखेरि मान्छेहरु चाहिँ यताउता लेट्स गो Hutch. Loja. Is this okay? Alright. It's the hiking trail now. No, they can reach it. Hutch. Storage again. रहेछ ल साथीहरु हल्का माथि जाँदैछु अब रहेछ नि त ल यताबाट चाहिँ लेक टावरको भ्यू देख्नुभयो नि हैन भ्यू लेक टावर माथि गयो नि अझै माथि राम्रो देखिँदै जान्छ ल त्यो पनि हैन त्योभन्दा अझै धेरै माथि जानु पर्छ त्यो चाहिँ हाफ पनि हुन्न होला सायद हाइकिङको अनि अब यहाँबाट यतातिर लेक टावर अब म चाहिँ हिँड्दैछु हैन यो चाहिँ पसिना पनि आयो तर केही छैन हल्का म आज भन्नाले 2-3 दिन अघि बिरामी पनि थिएँ अहिले राम्रोसित सन्चो पनि भएको छैन हल्का रुगाखोकी लागिरहेछ अनि त्यही पनि ल जाऊँ न त यति त खासै केही फरक पर्दैन भन्ने हिसाबले म चाहिँ यहाँको हो अब तर देख्नुभयो नि यो साइडमा माउन्टेनहरू छ मेरो राइट साइडमा हैन अनि यो लेफ्ट साइडमा चाहिँ तपाईको लेक टावरको छ यो के लेक भन्थ्यो यो चाहिँ हैन एक्ज्याक्टली लेक टावर नै त हैन लेक टावर चाहिँ पछाडिको यता त्यो चाहिँ हो यो अनि म चाहिँ हामी अगाडि गएर यहाँबाट माथि त्यो माथि डाँडामा हो त्यहाँ त्यसको पछाडिबाट अझै गएर पछाडिको अग्लो डाँडा छ एउटा त्यो डाँडामा पुग्ने हो अनि ल यस्तो छ
यस्तो छ यस्तो छ यस्तो छ साथीहरू सरररा सरररा यस्तो त्यहाँबाट एउटा केटी साथी आउँदैछ होइन ऊ चाहिँ पनि हाइकर हो स्ट्रेन्जर हो भनौँ न साथी भन्दा पनि अनि यसै त्यो लेकटाको भ्यू हेर्नु कस्तो राम्रो छ अहिले हिमालयहरू जस्तै देखिन्छ अझै हिउँ धेरै भरियो भने त अझै सेरा नेभाडाको अरू रेन्जहरू चाहिँ अझै नेपालको जस्तै भेजिटेसन नभएको होइन यस्तो रुखहरू यस्तो खासै नभएको उजाड अनि हिउँ मात्रै भएको हिमाल जस्तै देखिन्छ चट्टानमा यसमा चाहिँ अलिअलि यहाँ चाहिँ तपाईँको रुखहरू छ यस्तो सल्लाहको रुखहरू अनि माउन्टेन भयो भने तपाईँको राम्रो देखिन्छ एकदमै सुन्दर सौन्दर्य राखे Vastai गयो खुट्टा यो भित्र हराउन नि हिउँ छिरेर चिसो हुन्छ कि भन्ने हो नत्र त खासै प्रब्लम त हुँदैन माया मनैले ल आज म सर भिडियो बनाउँछु होइन नहरू कताबाट ल्यायो यार अहिले तल माथि जस्तो लाग्थ्यो माथि माथि हिँड्नु पर्ने जस्तो लाग्थ्यो ठिक छ केही भएन त्यही पनि ट्रेल चाहिँ छुट्यो होइन ट्रेल चाहिँ क्लियर छ जे होस् ल अब बिस्तारै बिस्तारै माथि माथि जाने हो स्तरी अब माथि 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 सैलुङ्ग्यो माथि माथि पान्थरैमा
ल हात्तीहरू छैन त राम्रो हिउँ त अब नेपालमा पनि हुन्छ संसारभरि जतासुकै पनि हुन्छ तर पनि सबै ठाउँहरूको सौन्दर्यता सबै ठाउँहरूको महत्त्व आफ्नै हुन्छ मलाई अब अहिले चाहिँ यो क्यालिफोर्निया लेक ताउ नजिकको माउन्ट चालक हाइक गर्दाखेरि एकदम रमाइलो लागिरहेको छ अनि प्लस नेपालको सुन्दरतालाई त मलाई जहाँसम्म लाग्छ अरू संसारमा अरू कुनै पनि प्राकृतिक सौन्दर्यले बिट गर्न सक्दैन पनि जस्तो लाग्छ मलाई एकदम त्यसको च्यालेन्ज त्यहाँको एलिभेसन त्यहाँको ल्यान्डस्केप चाहिँ सायद अद्वितीय नै हो कि सायद अरू ठाउँमा छैन अनि हामी नेपाली भइसकेको नाताले पनि अलिकति त्यहाँको छुट्टै महत्त्व हुन्छ र त्यति भन्दै चाहिँ मलाई के लाग्छ भने प्रकृति भनेको प्रकृति हेर्नुहोस् प्रकृतिकोले कुनै त्यसरी ठाउँ यो त्यो भनेर डिस्क्रिमिनेट गरेको हुँदैन जहाँको पनि प्रकृति नै हो र सुन्दर हुन्छ र हामीप्रति कुनै किसिमको भेदभावपूर्ण भन्नाले के भनौँ कुनै पनि किसिमको जस्तै अब प्रकृति सबै होइन जहाँ पनि अब सुन्दर नै हुन्छ मनमोहक हुन्छ त्यो भएर के भन्छ ल ल ठिक छ ल बाटोहरू चाहिँ यस्तो छ कतिखेर तल कतिखेर माथि होइन यो चाहिँ धेरै नै छ यो चाहिँ अनि ल चेरी आज मैले हुनु त एक्स्ट्रा मोजा लिएर आएको छु यही हुन्छ भनेर मैले यो झगडा निकाल्नु पऱ्यो मोजा कतैरी यो परेर चिसो हुन्छ त्यस्तो जाडो चाहिँ त छैन है त्यस्तो चिसो त छैन खासै त्यस्तो चिसो फिल भयो भने मलाई यस्तो पसिना पनि आइरहेको छ अनि ल मेरो जुन तिम्रो नजरको चिनारे ज्याकेटले डिस्टर्ब गरेको फ्याट झरेर सानो नोटिस रहेछ अनि यसमा के भन्छ भने डिजर्टेसन विल्डरनेस पर्मिट रिक्वायर्ड लेक टावर बेसिन म्यानेजमेन्ट युनिट होइन तर अघि हामीले तल पढ्दाखेरि
permit not required for today भनेर भनेछ नि त हैन त्यो भएर हामीलाई ठिक छ केही छैन we can continue our hike अब बिस्तारै बिस्तारै कन्टिन्यू गर्ने जति माथिको त्यति धेरै हुन्छ के अरे हैन अब बिस्तारै बिस्तारै जान पर्ला अहिलेसम्म त खासै प्रब्लम चाहिँ छैन हिँडेको राम्रै छ सलिड आइसकेको छ अलिकति पाउडर टाइपको त्यही भएर हाइकिङ बुट्सले पनि सपोर्ट गरिरहेछ राम्रै ग्रिप दिइरहेछ होल्ड राम्रो छ अब यहाँ चाहिँ ठ्याक्क एउटा सानो लेक छ क्या यहाँ एकदम राम्रो लेक हो यो तर अहिले फ्रोजन छ हैन कस्तो ब्युटिफुल छ क्या तपाईँको यहाँ हेर्नु हैन मैले यसको पहिला अघिल्लोचोटि हाइक आउँदाखेरि यो सानो पन्ड भनौँ न यो पन्डको फोटो पनि राखेको थिएँ त्यसमा चाहिँ त्यतिखेर क्लियर थियो यस्तो फ्रोजन थिएन पन्ड चाहिँ अनि यहाँ चाहिँ कस्तो मजाले जमेको छ तर चाहिँ सायद अब कतिको ठिक छ हैन आइस लेयर चाहिँ अब सायद त्यति ठिक छैन होला हैन यहाँभित्र अलिकति टेकेर जानु मिल्दैन फेरि जमेको राम्रोसित जमेको छैन फुटेर फेरि भिजिन्छ फेरि हैन धेरै चकचक पनि गर्नु भएन हाइकिङ आउँदा अलि डिसिप्लिन भएर गर्नु पर्यो हाइकिङ हेर्नुहोस् हरेक हाइकिङको मजा लिनुपर्छ तर त्यहाँको नेचर त्यहाँको मान्छेहरूको एफोर्टलाई किन कन्जर्भ गर्नको लागि जस्तै तपाईँको यहाँको फ्लोरा फाउनाहरू कन्जर्भ गर्नको लागि यिनीहरूले धेरै एफोर्ट लगाएको हुन्छ हैन इकोनोमिक एफोर्ट भयो त्यसपछि गएर अन्यहरू अनि त्यसपछि त्यही अनुसार कम्युनिटी पनि हामी हाइकर्सहरूले पनि त्यसको चाहिँ अलिकति केयर गर्नु पऱ्यो ख्याल गरिदिनु पऱ्यो जसले गर्दाखेरि सबैले रेस्पोन्सिबली हाइक गर्नु पऱ्यो हैन अलि अनुशासित भएर अनुशासन भन्नाले अब तपाईँको हैन यसको मर्मलाई बुझेर यहाँको यहाँ के गर्नुहुन्छ के गर्नु हुँदैन त्यो कुराहरू ख्याल गरेर हाइक गर्नुपर्ने हुन्छ अनि हाइक गर्ने अनि त्यसपछि प्रकृतिको मजा लिने आनन्द लिने हैन अनि त्यसपछि अब नाकबाट बग्नु पनि थाल्यो अनि त्यसपछि यसरी हाइक गर्दै हामी जानपर्छ माउन्ट चालाक है यता चाहिँ लेक चाहिँ फ्रोजन लेक अरे सरी फन्ड यहाँ चाहिँ नाम चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन नाम चाहिँ मैले चाहिँ यो कहाँनिर लेखे जस्तो लाग्छ यिनीहरूको त्यहाँ सानो वुडन क्राबिङहरू के भएको थियो जस्तो लाग्छ तर मैले अलिक खोजिनँ तर एउटा पन्ड चाहिँ यहाँ छ यो चाहिँ देखाएको थिएँ नि एउटा डाँडा यो चाहिँ अघिल्लो अगाडिको सानो चाहिँ माउन्टेन हो अनि अब यसको म फेद जस्तो आइपुगेछु तर हामी जाँदाखेरि यताबाट घुमेर जानुपर्छ यसको माथि चाहिँ जानु पर्दैन अनि यहाँबाट सर यसरी घुमेर जाने हो अनि टक्क लगाएर अनि हामी माथि पुग्ने हो हेर्नुहोस् न पाइन कोन कस्तो राम्ररी टक्क मिलाएर राख्दो रहेछ ल नबिगार्दिउँ होइन हल्का डेकोरम जस्तो भएछ त्यो चाहिँ राम्रो देखिएछ अब हिउँमा बाटो पहिल्याउँदै हिँड्नु पऱ्यो ल यसरी जानु पऱ्यो हेर्नुहोस् अहिलेसम्म ठिकै छ राम्रै छ अनि ट्रेल पनि एकदम मजाले प्रोमिनेन्ट नै छ देखिरहेछ क्लियर नै छ त्यस्तो प्रब्लम चाहिँ छैन ल अनि तपाईँहरू चाहिँ अब हाइकिङ गरिराख्नेहरू अथवा हाइकर्सहरूको लागि चाहिँ थाहा पनि होला होइन अल ट्रेल भन्ने एप म चाहिँ त्यो युज गर्छु त्यसले चाहिँ जस्तै अफलाइन म्यापहरू पनि डाउनलोड गर्नु मिल्छ
प्लस तपाईँको बेसिक र प्रिमियमको यिनीहरूको चाहिँ फरक छ। मैले चाहिँ प्रिमियम लिएको छु अनि त्यसमा चाहिँ अलिकति तपाईँको ट्रेल कन्डिसनहरू यताउता रियल टाइम अपडेटहरू गर्छ अनि राम्रो छ। अल ट्रेल एप युज गर्नु होला। हुन त म त्यो एपको स्पोन्सर गरेको त होइन, तर चाहिँ मैले चाहिँ त्यो युज गर्छु। नेपालको पनि जस्तै तपाईँ मार्दी हिमाल भयो, तिलिजो बेस क्याम्पको यिनीहरूको चाहिँ म्यापहरू यदि चाहियो भने डाउनलोड गर्नु मिल्ने रहेछ। जस्तै स्पेसल्ली फर्स्ट टाइम सोलो हाइकरहरूको लागि चाहिँ हेल्पफुल नै हुन्छ होला जस्तो लाग्छ। हुन त हामी नेपालीहरूलाई म्याप लिएर म्याप हेरेर हिँड्ने चलन त हुँदैन इन जेनरल भन्दाखेरि है। पर्सनली मेरो पनि त्यस्तो बानी त छैन है, तर चाहिँ सोलो हाइकर्स भएको भएर कहिलेकाहीँ के हुन्छ भने जस्तै अब हाम्रो मान्छेहरूलाई सोध्दै खोज्दै पैसा हिँड्दै जाने हो, तर कहिलेकाहीँ जङ्गलको बाटो आइपुग्छ अनि त्यो जङ्गलको बाटोमा चाहिँ तपाईँको कस्तो हुन्छ भने जस्तै दुईवटा बाटो छुट्टिएको हुन्छ होइन। कोही चाहिँ रेगुलर घाँस दाउरा गर्ने खालको बाटो पनि हुनसक्छ, अथवा चाहिँ त्यो चाहिँ एक्चुअल डेस्टिनेसन लिड गर्ने ट्रेल पनि हुनसक्छ। त्यो थाहा हुँदो रहेछ क्या, कहिलेकाहीँ चाहिँ झुक्किँदो रहेछ हेर्नुहोस्। अनि त्यो बेलामा चाहिँ जस्तै म्यापको नेभिगेसन चाहिँ चाहिन्छ जस्तो लाग्छ। होइन भने चाहिँ नेपालमा चाहिँ इन जेनरल राम्रै हुन्छ। स्पेसल सोलो हाइकरहरूले चाहिँ युज गर्दा चाहिँ राम्रो हुन्छ, आफ्नो अथवा ब्याकअपको लागि राख्दा राम्रो हुन्छ। अनि कहिलेकाहीँ हामी अलिक च्यालेन्जिङ हाइकहरू जान खोज्छौँ नि त, अलिक जङ्गलमा अलि त्यस्तै ठाउँहरूमा कहिले हराउँछौँ नि। हाम्रो न्युजहरूमा पनि आएको हुन्छ, ल फुलचोकीमा यो ठाउँमा जाँदाखेरि यसरी मान्छे हराए अरे, अथवा चाहिँ यो हाइकिङ ट्रेलमा जाँदाखेरि मान्छे यसरी हराएको हराइछ भन्ने हुन्छ, त्यस्तो हुन्छ। त्यही भएर यस्तो बेसिक कुराहरू आजकल हामीसँग समयसँग स्मार्टफोन हुने हुनाले यस्तो बेसिक एपहरू इन्फर्मेसनल एपहरू चाहिँ युज गर्नलाई चाहिँ राम्रै हुन्छ। अनि अर्को कुरा, अनि यो चाहिँ हाइकिङ जाँदाखेरि स्पेसली विन्टर सिजनमा जहाँ चाहिँ यसरी धेरै स्नो भएको ठाउँहरूमा जाँदाखेरि यो तपाईँको सनग्लास इज भेरी इम्पोर्टेन्ट। अनि जस्तै हिउँले आँखाहरू त्यो सेतै हुन्छ, अनि त्यसपछि घाम लाग्यो भने त झन् एकदमै ब्राइट हुन्छ। त्यो चमकले गर्दा आँखालाई अलि गाह्रो बनाइरहेको हुन्छ हाइक गर्ने बेलामा। अनि मैले एक दुईचोटि त्यस्तो परिरहेको छु। अनि मैले चाहिँ प्रिस्क्रिप्सन लेन्स लाउँछु, अनि त्यसपछि त्यो एक्सपिरियन्स गरेपछि अनि मैले ल एउटा चाहिँ प्रिस्क्रिप्सन लेन्स भएकै सनग्लास बनाउँछु भनेर अनि बनाएर त्यसो लाएर हिँड्ने गर्छु। त्यही भएर चाहिँ सनग्लास इज मस्ट। यसरी चाहिँ अलिकति ब्राइट ठाउँमा त्यही पनि अब हाइक गर्दाखेरि कतिपय ठाउँमा त अल्टिट्युडहरूमा त अलिक घाम चर्किलो लागेको हुन्छ। स्पेसली अझै नेपालतिर हाइक गर्दाखेरि त तपाईँको एकदमै घाम हुन्छ नि त। अनि त्यो बेलामा चाहिँ सनग्लास इज भेरी इम्पोर्टेन्ट होइन। सनग्लास चाहिँ लगाउनुपर्छ। प्लस अनि सनबर्नबाट बस्नलाई कसैको सेन्सिटिभ स्किन हुन्छ होइन, एलर्जिक टु सनलाइट। अनि युभी रेडिएसनमा चाहिँ तपाईँको अलिकति के हुन्छ भन्दाखेरि अलि क्विक रेस्पोन्स गर्ने हुन्छ नि त, रिएक्टिभ हुन्छ, एलर्जिक हुन्छ। अनि त्यो केसमा चाहिँ सनस्क्रिन लोसनहरू युज गर्दा राम्रो हुन्छ है। अलि स्किनहरू केयर गर्नुहुन्छ भने म जस्तै खासै मतलब नगर्नेलाई त प्रब्लम अब भएन, अब आयो है। घामले गर्दा स्किन डढिरहेको हुन्छ,
एकदम कस्तो रफ हुन्छ कि धेरै हाइक गर्दाखेरि अलि प्रोटेक्सनहरू युज गरेन भने सनस्क्रिन प्रोटेक्सनहरू अब चाहिँ हाइक चाहिँ अलि गाह्रो हुँदै जान्छ होला किनभने अलिकति हार्ड टाइपको आइसहरू अलिक कम अलि धेरै नै रहेछ यहाँनिर यो बाटो जाम कि यो बाटो जाम ल यो बाटो जान्छ अलि राम्ररी बनाए जस्तो लाग्यो हो ओ द्याट्स नट गुड यो चाहिँ ठिक छैन रहेछ ल यताबाट जान्छु म ल यहाँबाट जानु पर्यो अब यहाँ चाहिँ के छ स्थिति ल अरू उल्टेको ठाउँमा ठाउँ बनाउँदै गएकोमा देख्दै जानु पर्यो होइन अनि माथि गएर मोजाभित्र पसेको हिउँ टकटक गर्नु पर्ला ल ल यस्तो छ हैट 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 है ल ल आइयो नि त माथि ओके गुड जानै खायो त्यो तिम्रोमा ल यस्तरी यहाँ गरेर ल अलिकति यहाँ ठिक छ ल सर ओहो यहाँ त डेन्जर वाल पनि रहेछ ल ल हिँडम 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 अब एकछिनमा म नेभिगेसन हेर्छु होइन म्याप हेर्छु किनभने अलिकति म बाटो हराए जस्तो लाग्यो है कतापट्टिबाट ल एकछिन राखौँ यो राम्रो पुग्थ्यो मान्छेहरू छ Hello. I like your routine, and I like doing it. All right. Like there's always a balance. ल यसरी जाऊ यसरी होइन अब यहाँ यस्तरी ल अब यहाँबाट माथि 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 जानु पर्यो होइन त ल साथीहरू उकालो लाग्नुपर्छ ल अब चाहिँ अलिकति विचार गरेर हिँड्नु पर्ने हुन्छ ल हाय ल यस्तरी
ल साथीहरू हो बिस्तारै बिस्तारै लाग्यो भाइ ल